हेलो एभ्रिवान, वेलकम टु माई च्यानल सुरेश सापकोटा। अनि तपाईँहरूलाई सबैलाई स्वागत छ मेरो च्यानलमा। म त्यति भिडियो बनाएर त पोस्ट गर्दिनँ, तर मलाई आज चाहिँ एउटा भिडियो बनाएर सबै सामु हाल्न मन लाग्यो, पोस्ट गर्न मन लाग्यो तपाईँहरू समक्ष। अनि मलाई चाहिँ भिडियो बनाउन एकदमै मनै लाग्छ कि भिडियो बनाउन पहिला चाहिँ म एकदम भिडियोहरू नबनाउने मन नगर्ने जस्तै लाग्दैन थियो। अहिले चाहिँ म चाहिँ यसो आफूलाई पनि माइन्ड फ्रेस हुने अनि टेन्सन पनि रिलिफ हुने त्यस्तो हुँदो रहेछ भिडियोहरू बनाउँदा। अनि म चाहिँ भिडियो बनाउँदैछु। आज चाहिँ हाम्रो विषयको भिडियो कुनै एउटा विषयमा चाहिँ म बनाउँदैछु, जुन चाहिँ हाम्रो कुलमान घिसिङलाई पदमुक्त गरिएको छ विद्युत प्राधिकरणबाट, होइन। यो विषय चाहिँ एकदम गम्भीर विषय हो, जुन चाहिँ हाम्रो संसदमा भइरहेको मिटिङहरू पनि पुरै अवरोध भइरहेको छ, होइन। संसदमा हुनुपर्ने कार्यक्रमहरू जुन काम कारबाही अगाडि बढ्नै सकेको छैन कि, जब कि एउटा निर्दोष मान्छेलाई जुन घाटामा गएको थियो, होइन, अलरेडी घाटामा विद्युत यति धेरै घाटामा गएको थियो, विद्युत प्राधिकरणमा कति समस्या थियो, लोड सेडिङहरू कति खप्नुपर्ने, कति टेन्सन, कति यति थिएन, त्यसलाई चाहिँ त्यो स्तरबाट चाहिँ यो स्तरसम्म ल्याउन चाहिँ कुलमान घिसिङको कति योगदान छ। अहिले चाहिँ विभिन्न संसदहरूले विभिन्न मान्छेहरूले भनिरहेका छन् कि लोड सेडिङ कुलमान घिसिङले चाहिँ गरेको होइन, इन्डियाले गरेको अरे। अब जब चाहिँ आफूले केही गर्न नसक्ने, होइन, आफूले चाहिँ केही गर्न नसक्ने अनि कुनै एउटा मान्छेले चाहिँ काम गरेर त्यो स्थितिबाट यो स्थितिसम्म ल्यायो, त्यसलाई चाहिँ पुरै 4 महिना पछाडि जब अवकाश हुन्थ्यो कुलमान घिसिङ, उसलाई चाहिँ अहिले 4 महिना अगाडि नै हटाएर चाहिँ आफ्नो मान्छे राखिरहेको छ। जब कि केपी ओलीलाई यसको विषयमा सोद्धाखेरि एउटा आउँछ, अर्को एउटा जान्छ, अर्को आउँछ भन्ने कुराहरूको एकदमै यो दिइरहनु भएको छ कि। अब केपी ओली हाम्रो प्रधानमन्त्रीजी त एकदम खतरा हुनुहुन्छ। अब अर्कालाई एउटा गाली घोच्ने, पेच्ने, उखान टुक्का जोड्ने, कसैलाई निचा बनाउने, थिच्ने, त्यस्तो छ हाम्रो प्रधानमन्त्रीको स्थिति। भनेपछि एउटा कसैले केही भन्यो भने त्यसलाई मुन्टो निमट्न गएको छ, त्यसलाई उम्किनै दिएको छैन, त्यसको कुरालाई माथि आउनै दिएको छैन। भनेपछि त्यस्तो प्रधानमन्त्री हुन्छ? त्यस्तो त प्रधानमन्त्री कदापि हुँदैन। यो चाहिँ मेरो आफ्नो तर्क हो कि अब प्रधानमन्त्री त हो, होइन, प्रधानमन्त्री त अब भएपछि त हामीले मान्नै पर्छ, तर प्रधानमन्त्री कसरी भएको छ त? एउटा दलले जितेर प्रधानमन्त्री भएकै छैन, यत्तिकै हल बाँधिएको छ, तलदेखि माथिसम्म, उम्रेदेखि खुम्रेसम्म। एकजनासँग मिलेर खायो प्रधानमन्त्री, अर्कोजनासँग उतापट्टि यतापट्टि बिछोड भयो, उतापट्टि गयो, उतापट्टि बिछोड भयो, यतापट्टि भयो। यो चाहिँ कस्तो हो, कस्तो खालको यो के पो हाम्रो नेपालमा राजनीति हुँदैछ, यस विषयमा चाहिँ एकदम बुझ्न जरुरी छ, होइन। हामी सबैतिर संसद भवनदेखि लिएर ठाउँ ठाउँमा, जिल्ला जिल्लामा कुलमान घिसिङलाई जब निकाल्यो नि, सबै तवरहरूबाट चाहिँ हाम्रो सरकार कति धेरै गए गुज्रेको, कति डाउन स्थिति, कति सोचका कस्तो एउटा सरकारमा हुनुपर्ने सोच भएको हो कि नभएको, यसरी चाहिँ हामी बुझ्न सकिन्छ कति डाउन, कति निचा छ भनेर। अब जब कि अर्को कुरा पनि गरौँ हाम्रो, होइन, अर्को महेश बस्नेत संसद हुनुहुन्छ, उहाँले त झन् यति धेरै काण्डहरू गर्नुभएको छ नि। उहाँको काण्डहरू कहाँ गयो हेर्नु, केटी काण्ड, अनेक काण्ड, सबैको काण्डै काण्ड छ कि। काण्ड छिपाउनलाई त यिनीहरूले आफ्नो आफ्नो मान्छे ठाउँ ठाउँमा हराएको छ त। यिनीहरू चाहिँ काण्ड गर्ने यिनीहरू, अनि नियम कानुन बनाउने यिनीहरू, आफू उम्किनलाई बनाउने सबै कानुनहरू चाहिँ आफूलाई जुन सहज हुन्छ नि त्यही बनाउने, होइन, त्यही तरिकाको कानुनहरू बनाउने, पावरको सब दुरुपयोग भयो चाहिँ एकदम ठाउँ ठाउँबाट सबैजनाले आवाज उठाउन जरुरी छ। अनि मैले पनि यस विषयमा चाहिँ मलाई पनि 2 शब्द भन्न मन लागेर मैले भने, होइन। तपाईँहरूलाई पनि अब राम्रै लाग्छ होला, तपाईँहरूलाई कस्तो लाग्छ, तपाईँहरू पनि मेरो भिडियो जतिले हेर्नुहुन्छ, मलाई माया गर्नुहुन्छ युट्युबमा, होइन। म न्युजहरू विषयमा यस्तो चाहिँ विषयमा पनि मलाई छलफल प्रतिक्रिया गर्न, यस्तो विषयमा चाहिँ मलाई एकदम इन्ट्रेस्ट गर्ने मान्छे हो कि। अनि त्यही भएर चाहिँ मलाई यस विषयमा भन्न मन लाग्छ। अब भिडियोहरू भन्ने भिडियोहरू यस्तो त बनाउन सक्छ, तर टाइम हुँदैन। अनि म चाहिँ यस्तो भिडियोहरू हाल्छु, होइन, बनाएर हाल्छु, तपाईँहरूलाई पनि मनपर्छ होला भन्ने आशा गर्छु। अनि अब यो कुलमान घिसिङले चाहिँ जब हटाइयो नि, त्यहाँबाट चाहिँ एकदम अब यो रणभूमि नै हुन्छ, किनभने दिन प्रतिदिन अब आन्दोलनहरू हुने, विभिन्न पार्टीहरूबाट, होइन, विभिन्न सङ्घ संस्थाहरूबाट, सबैतिरबाट यो चाहिँ एकदम भइरहेको छ। जुन सरकारमा हुँदैन, होइन, सरकारमा जो मान्छे जुन पार्टीहरू हुँदैन, उहाँले पनि एकदमै सपोर्ट गरिरहनु भएको छ कुलमान घिसिङलाई, किनभने राम्रोलाई त सबैले सपोर्ट गर्ने नै हुनुभयो। उहाँले त्यत्रो डुबेको, त्यत्रो गए गुज्रेको, होइन, कति धेरै तल भएकोलाई यत्रो माथि प्राधिकरणलाई यत्रो माथि पुर्याउनु भयो, अन्तमा चाहिँ उसलाई के मिल्यो,
लास्टमा त घोक्रे ठ्याक लाएर चाहिँ जब पदमुक्त आफै हुनुपर्ने थियो त्योभन्दा अगाडि निकालियो कि हाम्रो नेपालमा यस्तै हो। विधिको कानुन अरे कानुन काहीँ फलो भएको छ? कानुन भनेको नि कस्तोलाई हो भने जो गरिब निन्द मान्छे छ होइन, तल्लो स्तरको मान्छे जनतालाई मात्रै हो कानुन लाग्ने होइन, ठुलो मान्छेलाई कानुन लाग्दैन। उनीहरूले जे गरे पनि हुन्छ, धरोटीमा छोडिदिन्छ, धरोटीमा धेरै पैसा माग्छ होइन। अब पैसा हुने त तिर निस्किन्छ, उनीहरू राजनीतिक पावर सबैतिरबाट सिटिङ मिलायो अनि चाहिँ आफ्नो मान्छेलाई निकाल्यो। क्लियर के अरे चिट क्लिन चिट भन्नु पनि आउँदैन कि त्यस्तो त्यो त्यस्तो गर्ने भन्ने भएको छ। अहिले हेर्नु सबैजना अहिले बालेनलाई पनि यत्तिकै खेदो खनिरहेको छन्, बालेनलाई त्यतिकै खेदो खनिरहेको छन्। अब महेश बस्नेत र बालेनको त झन् जुवारी नै चलेको छ। अब महेश बस्नेतले आफ्नो काण्ड चाहिँ कसरी लुकायो त होइन? जब एउटा केटीलाई यसरी शारीरिक शोषण गर्यो भने त्यो केटीले कति धेरै आवाज उठाइरहेको छ, तर उसलाई कारवाही गर्न सकेको छैन। किन भन्दा ऊ पावरमा छ, पहुँचमा छ, राजनीतिमा छ, पैसा भएको मान्छे छ। त्यही भएर हो हामी यसरी उदाहरण लिन सकिन्छ। र अब केही विषयमा बोल्यो भने लगेर कोच्ने। अब हेर्नु प्रधानमन्त्रीलाई पहिला कतिजनाले नराम्रो नारा लाउँदाखेरि पनि लगेर थुनिरहेको छ होइन। अब यो त एकदम निन्दनीय हो। कसैलाई यो थुन्न ओर्न बिना कारण भन्दैमा बोल्दैमा कसुर नगरिकन चाहिँ थुन्ने यो चाहिँ म चाहिँ देख्दिनँ कि कानुनमै छैन। म पनि कानुनको विद्यार्थी हो, मलाई पनि थाहा छ धेर कानुन होइन। र यस विषयमा चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भने राम्रोलाई सपोर्ट गर्नुहुन्छ, सबैजनाले सपोर्ट गर्नुहुन्छ भन्ने मलाई चाहिँ आश लाग्छ होइन। तर हाम्रो नेपालमा चाहिँ एकदमै गाह्रो छ कि सबैजना मान्छेहरू त्यही भएर त विदेशतिर बस्न रुचाउँछन् मान्छेहरू, नेपालमा बस्नु मन गर्दैनन् कि। जब नेपालमा यस्तो अवस्था चाहिँ एउटा राम्रो काम गर्ने मान्छेलाई अगाडि बढ्नै नदिने अनि चाहिँ कहाँको गुवाई गुज्रेको मान्छे ल्याएर राखिदिने, त्यसले त सकिहाल्छ नि। अहिले 50% 30 युनिटसम्म चलाउनेलाई 50% महसुलमा चाहिँ छुट गरिदिने अरे। किन भन्दा यो चाहिँ किन गरेको अहिले भन्दाखेरि यो चाहिँ मान्छेलाई आकर्षित गर्ने कि ए राम्रो काम गर्यो भनेर। कुलमान घिसिङले यहाँसम्म ल्याएको थियो र त नाफामा लगेको थियो र त 50% छुट दिन मिल्दैछ त, नभए कहाँबाट ल्याएर दिनु। अब 50% छुट गर्छ, 1 वर्ष पछाडि चाहिँ कति अर्बमा डुबाइदिन्छ, सक्यो। अनि इन्डियाबाट चाहिँ बिजुली चाहिँ हाम्रोतिर ल्याएर इन्डियाको सहयोगले गर्दाखेरि मात्रै लोड सेडिङ मुक्त भएको अरे होला। इन्डियाबाट खरिद गरेर ल्याएको होला, तर इन्डियाले पनि त नेपालको बिजुली त किनेको छ नि त, विद्युत त किनेर बालिरहेको छ नि त, चलाइरहेको छ नि त, युज गरिरहेको छ नि त। इन्डियाले पनि के लोड सेडिङ उहाँ धेरै हुने इन्डिया भयो भने नेपाललाई धन्यवाद दिन्छ। त्यो त हामी त किनेर त जहाँ पनि सदुपयोग गर्न सक्छौँ नि त। त्यही भएर हाम्रो नेपालमा चाहिँ हेर्नु यस्तो छ। अब यो सरकार नजाउन्जेलसम्म नसकुन्जेलसम्म काम छैन। त्यही भएर हामीले चाहिँ मासु भातमा हाल्नु हुँदैन। भोट गरिँदाखेरि चाहिँ मान्छे हेरेर, पार्टीको मान्छे पनि हाल्दा हुन्छ, तर राम्रो मान्छे छ भने मात्रै हाल्ने कि छनौट गरेर। मासु भातमा खाने रम बियर खाएर चाहिँ अनि टुच्चा हालेर 2 दिन डान्स हानेर चाहिँ भोट सबै त्यो अनि विकट अवस्था हुन्छ सिर्जना होइन। अब भिडियो यो बनाउँदै जाँदाखेरि धेरै लामो हुन्छ, तपाईँहरूले पनि हेर्नु हुँदैन, मन पनि पर्दैन होइन धेरै लामो भएपछि। त्यही भएर यस्तो टुच्चा सानो भिडियोहरू चाहिँ म हालिराख्ने हुन्छु होइन। मलाई लागेको कुरा चाहिँ मैले भने एकदमै यो चाहिँ निन्दनीय छ। सबैजनाले खरो तरिकाले आवाज उठाउनुपर्छ। संसद भवनमा पनि एकदम डरलाग्दो उठिरहेको छ। यति भन्दै मेरो यो आजको भिडियोलाई यही अन्त्य गर्छु। बाई बाई, नमस्ते। तपाईँहरूले मेरो च्यानललाई पनि सबैलाई लाइक सब्सक्राइब गरिदिनु होला साथी हुनुहुँदैन भने। अनि मेरो च्यानल पनि हेर्दै गर्नु होला, कमेन्ट पनि गर्नु होला, राम्रो कमेन्ट जस्तो गर्नुहुन्छ अब तपाईँहरूलाई जस्तो लाग्छ होइन। मन नपर्न पनि सक्छ कतिलाई त होइन, आफ्नो विचार हो। बाई बाई।